अक्टोपस बाबा की जय। तर अक्टोपस बाबाले भन्दा पनि खतरा खालको प्रेडिक्सन हानेर देखाउँछु केटा हो आज। सो च्याम्पियन्स लिगको बवाल गेम छ आज होइन, 4वटा गेम छ। अर्ली किक अफ छ एउटा, एथलेटिको म्याड्रिड भर्सेस क्लब ब्रुगे केटा हो। फर्स्ट जुन लेग भएको थियो क्रेजी भएको थियो, 86-87 मिनटमा गएर क्लब ब्रुगेले गोल हानेर 3-3 बनाएको थियो उनीहरूको होममा होइन। सो अवेमा गएर 3 खाएर आछ एथलेटिको म्याड्रिडले खाना चाहिँ। तर आई थिङ्क आज मेट्रोपोलिटानोमा चाहिँ केही न केही गरी एथलेटिको म्याड्रिडले जित्छ है, मेरो प्रेडिक्सन अनुसार चाहिँ जित्छ। क्लब ब्रुगे नि राम्रो टिम हो, मोनाकोलाई हराएर छिराएको थियो च्याम्पियन्स लिगमा। तर आई थिङ्क एथलेटिको म्याड्रिड इज विनिङ दिस गेम। स्लाइटली पेनल्टीसम्म पुग्यो भने केटा हो, सरप्राइज नहो है यो गेम चाहिँ। सो पेनल्टीसम्म पनि पुग्न सक्छ जस्तो मेरो फिलिङ्स, बाबावाला फिलिङ्स आइरहेछ आज मलाई, अक्टोपस बाबावाला। सो सेकेन्ड गेम खासै धेरै बोल्न पर्दैन, लेभरक्युजनले 2-0 जितेको छ अवे गएर ओलम्पियाकोसलाई। आज नि मजाले धुस्नु हान्छ। सो यो गेम जित्दैछ लेभरक्युजनले 3-1 मेरो विचारमा। सो एथलेटिको म्याड्रिडको पेनल्टीसम्म पुग्न सक्छ, यो गेम हुँदैछ 3-1 केटा हो। सो हाम्रो आजको थर्ड गेम रहेको छ ब्याङ्गर अफ अ गेम केटा हो, किनकि फर्स्ट लेगमा खाइसक्यो सबैले सरप्राइज, किनकि बोडो ग्लिमले हराइदियो इन्टर मिलानलाई होइन। इन्टर मिलानलाई 3 हान्देर पठाएको थियो। आज इन्टर मिलानको होममा गेम छ सेन्सिरोमा, सेन्सिरोको फ्यान्सहरू क्रेजी हुन्छ। इन्टर मिलानले राम्रो प्रेसर दिएर खेल्नेवाला छ। बोडो ग्लिमको फर्म सबैलाई थाहा छ केटा हो, टोटनह्यामसँग ड्र, सिटीलाई जितेको छ, एथलेटिको म्याड्रिडलाई हराएको छ यो सिजनको च्याम्पियन्स लिगमा। सो एउटा त्यो अन्डरडग्स टाइपको पर्फर्मेन्स दिइरहेछ है बोडो ग्लिमले चाहिँ। सो आज इन्टर मिलानसँग गेम छ, 3-1 भएको छ फर्स्ट लेगमा। आई थिङ्क इन्टर मिलानले यो गेम चाहिँ कमब्याक गर्नेवाला छ। फर्स्ट मिनटबाट प्रेसर दिन्छ आज इन्टर मिलानले, दे विल गो अल इन केटा हो, लुज गर्नलाई केही छैन, गोल चाहिन्छ इन्टर मिलानलाई। र बोडो ग्लिम खासै धेरै क्लिन सिट राख्ने खालको टिम पनि होइन, कन्सिड गरिरहेको हुन्छ यो टिमले। त्यही माथि इन्टर मिलानले लास्ट 8 गेममा 7 गेम जितेको छ, एउटै गेम हारे त्यो बोडो ग्लिमसँग। सो आई थिङ्क इन्टर मिलानले कमब्याक गर्नेवाला छ। 2 गोल चाहियो हो इन्टर मिलानलाई, फर्स्ट गोल अलिकति अर्ली आयो भने इन्टर मिलानले राम्रै प्रेसर दिनेवाला छ है। सो आई थिङ्क बोडो ग्लिमलाई हराउँदैछ इन्टर मिलानले। यो गेम पनि अन्तिम न्यारो पेनल्टीसम्म पुग्यो भने सरप्राइज हुने होइन है केटा हो, पुग्न सक्छ यो गेम। अब अर्को गेम आजको फाइनल गेम जुन रहेको छ न्युकासल भर्सेस क्वाराबाग। 6-1 ले जितेको छ न्युकासलले। पहिलो कुरा त यसमा क्वाराबाग खेल्न आउँछ कि आउँदैन आज त्यसमा म कन्फ्युज छु। यदि क्वाराबाग खेल्न आइहाल्यो सेन्ट जेम्स पार्कमा भने पनि जस न्युकासलले आज क्लिन सिटै हराउँछ जस्तो लाग्छ मलाई। 4-0 को भिक्ट्री, 10 सम्म पुग्न सक्छ टोटल स्कोर। सो क्वाराबाग यदि खेल्न आयो भनेको कुरा गर्दैछु, न्युकासलले जित्दैछ यो गेम। सो मेरो प्रेडिक्सन अनुसार 4वटा टिम जो अर्को राउन्ड अफ 16 को लागि जाँदैछ त्यो हो एथलेटिको म्याड्रिड विथ अ न्यारो विन, पेनल्टीसम्म पुग्न सक्छ। लेभरक्युजन कम्फर्टेबल भिक्ट्री, लेभरक्युजन जे होस् अगाडि पुग्न सक्छ। त्यसपछि इन्टर मिलानले जित्दैछ बोडो ग्लिमलाई, कमब्याक हुनेवाला छ केटा हो। च्याम्पियन्स लिगमा हामीले देख्दैछौँ कमब्याक आज। सो इन्टर मिलानले जुन 2 गोलको डेफिसियन्ट छ त्यसलाई पुरा गरेर आज जित्नेवाला छ है। सो अर्को गेम छ न्युकासल भर्सेस क्वाराबाग। यो गेम भयो भने यदि क्वाराबाग खेल्न आयो भने न्युकासलले जित्दैछ 4-0 ले। सो मेरो प्रेडिक्सन यही हो केटा हो, यो 4वटा टिम पुग्दैछ युसिएलको नेक्स्ट फेजमा जुन हो राउन्ड अफ 16। सो तपाईँहरूलाई के लाग्छ आफ्नो प्रेडिक्सन दिउँ। अक्टोपस बाबा की जय, टुप्पी बाबा की जय।